टु माई न्यू भ्लग लाउरी किङ भ्लग। तपाईँहरूलाई लाउरी किङ भ्लगमा फेरि पनि स्वागत गर्दछु। आज म बनाउन गइरहेको छु चिकन ग्रेभी चिकन। यो प्याज टमाटर काटेर रेडी, खुर्सानी हरियो खुर्सानी काटेर रेडी, धनियाको यो अदरक लसुन मसलाको पेस्ट यहाँ हामीले कुटेको छु। यो मिक्सरमा कुटेको भन्दा पिनेको भन्दा यसमा पिनेको अलिकति टेस्ट अर्कै जस्तो लाग्यो। हामी चिकन ल्याएको छु, यति हामी 2 केजी चिकन छ, तर तेल बसाइरहेको छु। मेरो स्टाइल चाहिँ फेरि अर्कै छ। फेरि हजुरहरूले कतिपयले के गर्नुहुन्छ, यो यसको लागि हजुरहरूले कतिपय प्याज हाल्नुहुन्छ पहिला तेलमा, कसैले खुर्सानी हाल्नुहुन्छ, तर म चाहिँ तेल तातिसकेपछि म पहिला मासु हाल्छु, चिकन हाल्छु। यसरी चिकन अब यो तेल कतिको ठिक छ भनेर पहिला तेल ठिक रहेछ भनेर तापाएपछि चिकन तेल अनुसारको मासु अनुसारको तेलमा धेरै पानी निस्किन्छ कि यो चिकनको, त्यही भएर हामीले तेल पनि साथसाथमै अलि धेरै नै हाल्दा राम्रो। पछि निकाल्दाखेरि केही फरक पर्दैन। तपाईँहरू चिल्लो धेरै रुचाउनुहुन्छ भने यत्तिकै खाँदा पनि सक्नुहुन्छ। अलिक चिल्लो कम, प्रायः जस्तो मान्छेहरूले चिल्लो कम रुचाउनुहुन्छ नि, त्यसको लागि चाहिँ पछि मासु अलि पाकिसकेपछि चिकन निकाल्न सक्नुहुन्छ, अलिकति निकालेर खाल्न सक्नुहुन्छ। मासु चाहिँ धेरै ठुलो पिस भन्दा ठिक्क यतिको टक राम्रो एकदम स्पेसल चाहिँ खानामा स्वाद जस्तो लाग्छ है मलाई चाहिँ। तपाईँहरूलाई कस्तो लाग्छ भने यसलाई लगभग टाइम लाग्छ 15 मिनट जति। त्यो अलिक ठुलो भएछ त्यसो 15 मिनट जति लाग्छ यसलाई। अनि जम्मै पानी सुक्नुपर्छ यो तेलमा, अनि पानी सुक्न थालेपछि त्यसमा तपाईँहरूले बेसार राख्नु होला, अलिकति बेसार राख्नु होला। अनि बेसारको मात्रा के हुन्छ भने त्यसलाई रातो बनाएपछि बेसारले अझै सुगन्ध मिलाउँछ बेसारले। बेसार राखिसकेपछि तपाईँहरूले यसको साथसाथै नुन पनि राख्नु होला। यसमा नुन कति लाग्छ हजुरहरूले अड्कल गरेर नुन राख्नु, थोरै कमै राख्नुहोस् हजुरले।